भन्नु दिदी नमस्ते। नमस्ते भाइ। हजुरलाई कस्तो लाग्यो त हाम्रो सामानहरु? एकदमै राम्रो लाग्यो। मैले त यो छड्के लिए, यो पनि यो नौगेडीमा पनि एकदमै राम्रो फिनिसिङ छ अनि काटा पनि लिए। सबैजना नेपाली दिदी बहिनी दाजुभाइ जति पनि हुन्छ यहाँ लेडिजको पनि बन्छ, जिन्सको पनि बन्छ अनि तीजको अफर पनि लागिएको छ। एकदमै राम्रो छ। सबैजनाले यहाँ आएर लिनु होला अनि एड्रेस चाहिँ मलाई खासै थाहा छैन। यो बेंगलोर बमनली है दिदी? हजुर कुन ठाउँबाट आउनु भएको? हामी त धेरै टाढा यलंकादेखि एयरपोर्ट नजिकैदेखि यहाँ 2 घण्टा लगाएर आएका छौँ। अनि माला ज्यालाहरुमा कस्तो छ दिदी? माला ज्यालाहरुमा डिस्काउन्ट के पाउनु भयो? अफरहरु के छ अहिले? राम्रो अफरमा दिनु भएको छ। थ्यांक यू सो मच सबैजनालाई। हजुर नेपालमा बेंगलोरमा बस्ने नेपाली दाइहरुलाई चाहिँ दिदीहरुलाई चाहिँ के भन्न चाहनुहुन्छ? सबैजना यहाँ आउनु होला। एकदमै राम्रो छ। मनले सोचे भन्दा पनि धेरै राम्रो लाग्यो मलाई त। अब तपाईहरु पनि आउनु होला सबैजनाले। तीजको अफर पनि मिल्छ। सबैजना आउनु होला भन्न चाहन्छु। हस्त नमस्ते।